खडक नगरपालिका कल्याणपुर चोकभन्दा करिब 500 मिटर उत्तर रहेको खडक नदी र त्यसको पारी मझौ गाउँ जोड्ने जुलुङ्गे पुल खडकवासीको लागि आवत-जावत गर्ने अति महत्त्वपूर्ण पुल हो। यो एउटा पुल मात्र नभएर खडक नगरपालिकाको शान पनि हो, किनभने यहाँ प्रत्येक चाडपर्वमा मान्छेहरूको भिडभाड लाग्ने गर्दछ र यो मेलाहरूमा पनि यहाँ निकै भिड हुने गर्दछ। यो पुल उमा थाली जेभी कम्पनीले 2078 सालमा सुसम्पन्न गरेको हो। यो पुलको लम्बाइ 229.80 मिटर रहेको छ भने यसको भारवहन क्षमता 70 मेट्रिक टन र 505 पैदल यात्री रहेको छ। यो पुलमा पैदल यात्री मात्र नभएर पैदल यात्री, साइकल, मोटरसाइकल लगायत अटो पनि आवत-जावत गर्ने गर्दछ। यो पुलबाट सुन्दर दृश्य हेर्न सकिन्छ। साथै बिहान बेलुका मान्छेहरू हिँडडुल गर्न र एक्सर्साइज गर्नको लागि यतातिर मान्छेहरूको भिडभाड देख्न सकिन्छ। यो पुल हेर्न 70 लगायत भारतबाट पनि मान्छेहरू आउने गर्दछ। यहाँ विभिन्न चाडपर्वमा धेरै भिडभाड लाग्ने गर्दछ, जस्तै नयाँ वर्ष, 1 जनवरी, दसैँ, होली, विवाह पञ्चमी र मुस्लिमहरूको दाहा मेलामा यहाँ निकै भिडभाड लाग्ने गर्दछ। यो एउटा पिकनिक स्पोटको लागि पनि फेमस ठाउँ हो। यसको वरिपरि व्यवस्थित गर्न सक्यो भने व्यवस्थित तरिकाले पार्क, गार्डन बनाएर यहाँका वासीहरूको लागि अझ राम्रो सेवा पुग्ने थियो। हस्त फेरि भेटौँला अर्को गन्तव्यको साथमा। तपाईँको दिन शुभ रहोस्। थ्याङ्क यू।